Okay, today we are going to discuss about the generating functions in classical mechanics. So यहाँ के छ भन्दाखेरि what do you mean by generating function? Write all four types of generating function भनेर दिएको छ. In classical mechanics, generating function भने चाहिँ एउटा mathematical tool हो. In classical mechanics, generating function is a mathematical tool used in context of canonical transformation. यो generating function चाहिँ canonical transformation को context मा use हुन्छ. किन use हुन्छ भन्दाखेरि simplify गर्नको लागि equation of motion लाई particularly in Hamiltonian mechanics है त. अब specifically generating function मा जाने हो भने generating function are the function that helps to transform one set of canonical coordinate qp to another set qp while preserving the Hamiltonian structure of the. So यहाँ basically के भनेको छ भन्दाखेरि generating function भनेको त्यस्तो function हो जसले चाहिँ canonical coordinate पुरानो canonical coordinate qp लाई नयाँ canonical coordinate capital Q capital P मा चेन्ज गर्छ without अथवा while preserving the Hamiltonian structure of the equation. Hamiltonian structure लाई चाहिँ प्रिजर्भ गरिराखेर. अब चार किसिमको जेनेरेटिङ फंक्शनहरु छन्. टाइप 1, टाइप 2, टाइप 3, टाइप 4. यसलाई अर्डरमा लेखेको छ. अब टाइप 1 जेनेरेटिङ फंक्शनलाई f1 ले रिप्रेजेन्ट गरिन्छ. यसको कोर्डिनेट भनेको यहाँ हामी प्याटर्न हेर्न सक्छौं. टाइप 1 र टाइप 2 मा के छ भन्दाखेरि सुरुमा q छ, पछाडी t छ भने के भएको छ? सुरुमा q त्यसपछि p. सेम छ यहाँ पनि 3 र 4 मा चाहिँ के छ भन्दाखेरि q र t को साटो p र t सेट छ एन्ड देन क्यापिटल q क्यापिटल p इन द सेम अर्डर. सो टाइप 1 मा के छ रिलेसन भन्दाखेरि यो स्मल q को लागि स्मल p फाइन्ड गर्नुपर्छ जुन चाहिँ डेरिभेसन अफ f1 विथ रेस्पेक्ट टु q गरेर आउँछ. त्यसैगरी यो क्यापिटल q को लागि क्यापिटल p फाइन्ड गर्नुपर्छ जुन चाहिँ डेरिभेसन अफ f1 विथ रेस्पेक्ट टु q गर्न आउँछ र अगाडि यहाँ माइनस हुन जान्छ र के न्यू सेट अफ इक्वेसनलाई चाहिँ h प्लस df1 बाइ dt ले जनाउने भयो. यो प्रोपर डेरिभेटिभ हो, पार्शियल डेरिभेटिभ होइन. त्यसरी नै टाइप 2 मा के छ qt सेट छ, क्यापिटल p छ. अब यो स्मल q को रेस्पेक्टमा हामीले स्मल p फाइन्ड गर्नुपर्ने हुन्छ जुन चाहिँ डेरिभेसन अफ सेकेन्ड जेनेरेटिङ फंक्शन विथ रेस्पेक्ट टु दिस q हुन्छ र यो क्यापिटल p को रेस्पेक्टमा क्यापिटल q फाइन्ड गर्नुपर्छ जुन चाहिँ df2 बाइ dp गरेर आउने हुन्छ र यहाँ माइनस हुँदैन यो केसमा चाहिँ. सिमिलरली टाइप 3 मा p र t सेट छ भनिसक्दाखेरि हामी q फाइन्ड गर्छौं यसको रेस्पेक्टमा जुन चाहिँ df3 डिवाइडेड बाइ dp हुन्छ र अगाडि यसको केसमा माइनस आउने रहेछ. त्यसैगरी यो क्यापिटल q को रेस्पेक्टमा हामीले क्यापिटल p फाइन्ड गर्नुपर्छ जसको लागि चाहिँ df3 लाई यही dq ले डिराइभ गर्नु पर्यो. यसमा माइनस छैन. सिमिलरली टाइप 4 मा के छ भन्दाखेरि स्मल p र स्मल t सेट छ, क्यापिटल p छ. सो फर दिस p हामीले q फाइन्ड गर्नुपर्ने हुन्छ जुन चाहिँ डेरिभेसन अफ फोर्थ जेनेरेटिङ फंक्शन विथ रेस्पेक्ट टु स्मल p अगाडि माइनस हुन्छ र यो क्यापिटल p को रेस्पेक्टमा क्यापिटल q फाइन्ड गर्नुपर्छ जसको चाहिँ डेरिभेसन अफ फोर्थ जेनेरेटिङ फंक्शन विथ रेस्पेक्ट टु क्यापिटल p. दिस वान इज क्यापिटल p. सो दिस आर द फोर टाइप्स अफ जेनेरेटिङ फंक्शन. अब हामी यहाँ के गर्दैछौँ भन्दाखेरि सेकेन्ड क्वेशन फाइन्डिङ द फर्स्ट फर्म अफ जेनेरेटिङ फंक्शन f1 q क्यापिटल q t एन्ड इट्स डिडक्सन हैन. फर्स्ट जेनेरेटिङ फंक्शन लेखेर त्यसबाट इक्वेशनहरु निकाल्नु पर्यो. So we start like this. The ordinary canonical transformation is obtained by setting f as f small q capital Q t. अब हामीलाई के थाहा छ भन्दाखेरि एउटा टर्म छ ल्याग्रान्जियन. अब हामी ल्याग्रान्जियनलाई कसरी रिप्रेजेन्ट गर्थ्यौं भने समेसन pj qj डट माइनस ह्यामिल्टोनियनले. somehow we need that thing here. सो त्योबाट स्टार्ट गर्दै छौं. सो यसलाई हामी कसरी लेख्छौं भन्दाखेरि we are writing this. सो हामीले somehow त्यो एक्सप्रेसन यहाँ लेख्यौं. अब यो चाहिँ ह्यामिल्टोनियनको टर्ममा छ. अब यसलाई न्यू सेट अफ कोर्डिनेट्स के को टर्ममा लाने हो भने यो कसरी चेन्ज हुन्छ भन्दाखेरि सेम pj क्यापिटल pj हुन्छ र यो क्यापिटल qj डट हुन्छ र हामीलाई के थाहा छ भन्दाखेरि चाहिँ यहाँनेरि k इक्वल्स टु h प्लस df1 बाइ dt छ. अब यसलाई नै रिअरेन्ज गर्दाखेरि h लाई एक्लै राख्ने भने यो टर्म यता गएर के हुन्छ त माइनस हुन्छ. सेम थिङ भएको छ यहाँ माइनस छ. त्यसपछि ब्र्याकेट दिम h को ठाउँमा k माइनस df1 बाइ dt गरियो. ओके तर यो भनेको प्रोपर डेरिभेटिभ हो. दिस वान इज प्रोपर डेरिभेटिभ. अब सेम यसलाई यहाँ लेखेको छ pj qj अगेन इट इज मिस रिटर्न. अब माइनस प्लस माइनस k र यो प्रोपर डेरिभेटिभ df1 बाइ dt.
नाउ फाइन्ड दिस। हामीले के गर्नु पर्यो भन्दाखेरि यो df1/dt भनेको चाहिँ के हो यो फाइन्ड गर्नु पर्यो हैन त। अब यो फाइन्ड गर्छौं हामी। त्यसको लागि हामीसँग के छ त भन्दाखेरि we have f1 equals to function of qj q फर्स्ट जेनेरेटिङ फंक्शन अफ qj q dot j and t। अब यो f1 लाई t को रेस्पेक्टमा डेरिभेटिभ गर्ने हो भने we find यो पनि सबै डट फर्ममा हुन्छ। सो बेसिकली df1/dt equals to we are going to time derivative each components of this generating function 1. So summation over j of df1 over qj, so del qj divided by dq will give us del j qj dot। त्यसरी नै यहाँ सिग्मा ओभर j df1 अब यसको सेकेन्ड कम्पोनेन्ट को रेस्पेक्टमा डेरिभेटिभ गरेको छ र यसलाई फर्दर टाइम डेरिभेटिभ गरेको छ जसले क्यापिटल qj डट दिन्छ र यो फाइनल टर्मलाई पार्शियल डेरिभेटिभ अफ जेनेरेटिङ फंक्शन 1 विथ रेस्पेक्ट टु टाइम गरेको छ इक्वेसन 2 हो। अब यसलाई फेरि हामीले कहाँ हाल्नु पर्यो त भन्दाखेरि इक्वेसन 2 मा हाल्नु पर्यो। सो आफ्टर सब्स्टिट्युटिङ इन इक्वेसन 1 इक्वेसन 1 मा हाल्नु पर्यो। हामीसँग के थियो भन्दाखेरि समेसन ओभर j स्मल pj स्मल qj डट माइनस h इक्वल्स टु यो चेन्ज भएर के हुन्थ्यो क्यापिटल pj क्यापिटल qj डट माइनस k प्लस df1/dt थियो, त्यसकै भ्यालु हाल्दै छौं हामी यहाँ। सो वेयर आज थिएमा भन्दाखेरि ओके सो के लेख्यो त्यसपछि यो df1/dt को ठाउँमा यो सबै टर्म लेख्यो, यो सबै लेखेको छ यहाँ। नाउ के गर्छौं भन्दाखेरि हामी स्मल qj डट क्यापिटल qj डट को कोएफिसिएन्टहरु को टर्ममा लेख्छौं एक्सप्रेसनलाई। सो यहाँ यो एक्सप्रेसन जस्ता त्यस्तै लेख्यौं हामीले। अब q डट j भएको यताको टर्मलाई यता ल्याएर माइनसमा राख्छौं, त्यसपछि फेरि यसलाई पनि यता ल्याउँछौं माइनस हुन्छ। अब अर्को क्यापिटल qj डट भएको टर्म यहाँ छ, यसलाई यता ल्याउँदा यो पनि माइनस हुन्छ। अब बाँकी रहेको टर्म्सहरुलाई माइनस h जस्ता त्यस्तै छ, यो माइनस k यता आउँदाखेरि प्लस k हुन्छ र यो लास्टको टर्म जस्ता त्यस्तै छ, यता केही पनि नरहेछ के हुने भयो 0। सो समेसन j कमन pj रह्यो यहाँ माइनस df1/dqj रह्यो यहाँ। अब दुईटैबाट के कमन आइरहेछ भन्दाखेरि q डट j कमन आइरहेछ। सिमिलरली माइनस समेसन ओभर j यहाँबाट pj अब माइनस कमन लिएपछि प्लस, त्यसपछि df1/d क्यापिटल qj यहाँ दुईटाबाट क्यापिटल qj डट कमन आयो प्लस के छ माइनस h, त्यसपछि यो टर्म छ इक्वल्स टु 0। यसलाई इक्वेसन 3 सेट गर्ने। सिन्स के अरे भन्दाखेरि स्मल qj र क्यापिटल qj चाहिँ इन्डिपेन्डेन्ट सेपरेटली इन्डिपेन्डेन्ट हुन्छ अरे, एकअर्कामा भर पर्दैन। त्यही भएर यो दुईटैको कोएफिसिएन्ट के हुनुपर्छ इन्डिभिजुअली 0 हुनुपर्छ, अनि मात्र टोटल रिजल्ट कति आउँछ त 0 आउँछ है। त्यसो भए qj एन्ड क्यापिटल qj आर सेपरेटली इन्डिपेन्डेन्ट, द कोएफिसिएन्ट अफ qj डट एन्ड क्यापिटल qj डट सेपरेटली भ्यानिस भन्नुको अर्थ तिनीहरुको कोएफिसिएन्ट के हुन्छ त 0 सँग बराबर हुन्छ। भनेपछि यो सबै टर्म के हुने भयो 0 हुने भयो। अब pj यहाँ छदैछ, यता आउँदाखेरि यो पाइम हामीले जुन चाहिँ यहाँ लेखेको छ यसलाई नै हामी के गर्दै छौं डिड्युस गर्दै छौं निकाल्दै छौं। सिमिलरली अब यसको कोएफिसिएन्ट पनि के हुने भयो 0 सँग इक्वल हुने भयो। त्यही भएर स्मल pj भनेको कसरी निस्किने भयो त भन्दाखेरि स्मल pj भनेको सरी आई मिन क्यापिटल pj कसरी निस्किन्छ, यो स्मल pj दिस वान इज स्मल pj दिस वान इज क्यापिटल pj, यसलाई यता लाने माइनस f1 बाइ डेल qj एन्ड रेस्ट टर्म। अब बाँकी रहेको टर्महरु यो जति टर्म छ यो पनि 0 हुनुपर्छ। अफ कोर्स यो 0 भयो यो 0 भयो। अब टोटल यसको रिजल्ट 0 पाउनको लागि यतिलाई सिम्प्लिफाई गर्दा नि 0 नै आउनुपर्ने हुन्छ। त्यही भएर k माइनस h माइनस दिस टर्म विल इक्वल्स टु 0। अब हामी k न्यू सेट अफ कोअर्डिनेट को टर्ममा इक्वेसन लेख्छौं, h यता आउँछ यो पनि यता आउँछ प्लस व्हिच इज द रिक्वायर्ड थिङ वी हैव अलरेडी रिटन हियर। सो this one is done.